नमस्ते सेवा रहे यसपालि 26 को सिङ्गापुरे भर्तीमा हाम्रो इङ्ल्यान्डको एउटा प्रशिक्षकको रूपमा सम्मान गरिएको छ र उहाँहरूलाई आगामी दिनमा अझै पनि हाम्रो सम्बन्ध एउटा पारिवारिक सम्बन्ध रहोस् र फेरि पनि हामी बिचको सम्बन्ध र एउटा व्यावसायिक रूपमा मात्रै नभएर पारिवारिक रूपमा अझै राम्रो हुँदै जाओस् हुँदै जाओस् र हाम्रो फ्लाइटबाट भर्ती लागेर बाबु जाने क्रममा हाम्रो भेनालाई कस्तो लाग्दैछ त भेनालाई दुई शब्दमा मित्र भाइ मेरो सालो जीवहरू सुखराज गुरुङ र हाम्रो दुई सालुहरूमा र यहाँ गुरुजी समेतमा पनि म एउटा सम्मान आभार व्यक्त गर्दछु किनभने मेरो छोराको भविष्यको निमित्त निर्माणको निमित्त मैले जन्म दिएँ तर यो गोर्खा जाने भर्ती शिक्षाका तपाईँले दिनु त्यसैलाई तपाईँको शिक्षा तपाईँको शिक्षा ग्रहण गरेर तपाईँको एउटा ट्रेनिङबाट एउटा एकदम परिपक्व गराउनु त्यसो भएपछि ट्रेनिङ प्राप्त गराएपछि उहाँले मेरो छोरा मिल्सन गरिदिनु हो हेरिदिनु हो सबै कुराहरू गरिदिनु हो र सफल बाटोमा सफल तपाईँको एउटा विद्यार्थी तपाईँको एउटा मिल्छु तपाईँको सफल विद्यार्थी भएको हुनाले आज उहाँको सफलताको शुभकामनाको निमित्त हिजो हाम्रो सम्पूर्ण स्थानीयतामा आएर उहाँको उपस्थितिमा उहाँलाई एउटा सम्मान गरियो र गुरुजीहरूबाट उहाँको सम्मान भयो तर हामी उहाँलाई त सफलताको शुभकामना गऱ्यो तर अब तपाईँहरू गुरुजीहरूसँग पनि त्यत्तिकै छुटेर जान चाहिँ अलिक हाम्रो मन मिलेन त्यसो भए तपाईँहरू पनि अझ यो तपाईँको संस्थालाई तपाईँको यो के अरे तपाईँको जुन पार्टीलाई उच्चतर प्रगतिको कामना गरेर तपाईँहरूको पनि एउटा अझ तपाईँहरूको यो विद्यार्थीहरूलाई चाहिँ एकदम पदोन्नति होस् र तपाईँको नाम इज्जत बढ्दै जाओस् संस्थाको इज्जत बढ्दै जाओस् भन्दै यहाँको पनि सुसज्यको कामना सहित धन्यवाद सेवारो भेनाले हाम्रो इलाइटप्रति एकदमै सकारात्मक भएर हामीलाई पनि आगामी दिनहरूमा हाम्रो अझै प्रगति जाओस् भन्ने शुभकामना सन्देश चाहिँ दिनुभएको छ र हाम्रो इलाइटबाट जाने बिम्सु बाबुको यात्रा सफल रहोस् र आगामी दिन अझै राम्रो र सुखमय होस् बाबुको प्रगतिको लागि हार्दिक बधाई र शुभकामना सँगै एकमुष्ट दिँदै आजको हाम्रो भेटघाट एकदमै रमणीय हुँदैछ भन्ने कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छु सेवा